शुभ बिहानी नमस्ते आएन ओहायो गोजाइमा सम्पूर्ण मेरो प्रियजन मित्रहरूलाई आज चैतको 27 गते अप्रिलको 10 तारिक शुक्रबारको दिन यतिखेर बिहानको 8 बज्न लागेको छ हैन। आज धेरै महिनाको अन्तरालमा जाने मौसम निकै खुलेको छ। अहिले मेरो घरको जाने छतबाट जाने यो जाने वरिपरिको दृश्यहरू यस्तो देखिन्छ है। हिमाल पनि राम्रोसित देखेको छ र हजुरहरु समक्ष पुर्याउने प्रयास गरिरहेको छु। यसो हेरिदिनु होला है त। यहाँ हाम्रो के अरे नेपालको सान है माछापुच्छ्रे हिमाल धौलागिरी चाहिँ अलिअलि देखिन्छ। घार्मी डाँडा उता जाने धम्पुस जहाँबाट जाने मिनी ट्रेक सुरु हुन्छ। लामोचोर कास्कीकोट टप अफ सराङकोट पोखराको लामोचोर है। माथि जाने 19 पर्छ, यता तल जाने 16 पर्छ हैन। पोखरा बजार त्यो देखिने अग्लो डाँडा जाने कौँ डाँडा हैन। के अरे आरमला कोट अझ धेरै दिनको अन्तरालमा जाने यसरी जाने घरको छतबाट जाने राम्रो दृश्य अवलोकन गर्न सकिरहेको छ। निकै खुसी लाग्छ। माछापुच्छ्रे पनि अलिअलि मात्र देखिन्छ यहाँबाट है। यसरी अन्नपूर्ण ल आज जाने निकै घमाइलो छ हैन। हजुरहरु देश तथा विदेशमा रहने तपाईँ सम्पूर्ण मित्रजनहरू जहाँ जसरी हुनुहुन्छ स्वस्थ रहनुहोला, मस्त रहनुहोला, व्यस्त रहनुहोला भन्दै हजुरहरु सबैको दिन शुभ रहोस्। जय देश।